तपाईलाई चाहिँ यो के लाग्छ गण्डकी प्रदेशको जुन पछिल्लो समय बङ्गलादेशमा 18 जना नेसनल टिमबाट पर्नु भएको थियो बङ्गलादेशमा हुने काबा नेसनलको लागि, तर त्यसमा गण्डकी प्रदेशको सहभागिता रहेन, त्यसपछिबाट यो समस्याको सिर्जना भयो भन्ने धेरैको टिका टिप्पणी पनि छ। गण्डकी प्रदेशलाई नेपाल भलिबल सङ्घले चाहिँ अलिकति फरक नजरले हेरेको हो कि अरू प्रदेशलाई भन्दा भन्ने कुराहरू पनि आएको छ। यो विषयलाई छोटो तपाईँको मुखबाट के लाग्छ? गण्डकी प्रदेश चाहिँ के हो त वास्तवमा भलिबल भनेको? मलाई खास यो टिममा नपर्नु त्यो नबोलाउनु मलाई चाहिँ खास अलिक गहिराइमा थाहा छैन, किनकि अलि त्यति साह्रै यसको बारे अलिकति भिजेको पनि छैन भन्नाले खेले पनि सायद अब के माग पुरा भएन कि होला। अब गण्डकी प्रदेश को खेलाडीहरूको केही गलत हो कि तर अथवा जुन नेपाल भलिबल सङ्घ उहाँहरूको पनि केही रिस हो कि व्यक्तिगत रिस हो कि राजनीति त टन्नै छ होइन। तर खास दुःख चाहिँ एकदम लाग्यो गण्डकी प्रदेश नपर्दाखेरि चाहिँ, किनकि कति होनार खेलाडीहरू हुनुहुन्थ्यो। अब हाम्रो मानबहादुर श्रेष्ठ पूर्व कप्तान अनि उहाँहरूसँग गण्डकी प्रदेश त्रिभुवनसँग होइन आर्मीसँग गण्डकी प्रदेश जुत्दाखेरि टाइगर कपहरूदेखि जुत्दाखेरि गेमहरू देखेर म आकर्षित थिएँ। गण्डकी एकदम मजा आउँथ्यो। अनि तर यो अचानक आएर गण्डकी प्रदेश लौ छैन अरे भन्दा चाहिँ अलिकति दुःख लागिरहेको थियो, किनभने सबै चिनेको खेलाडीहरू हुनुहुन्छ, सबै ख्याति प्राप्त हुनुहुन्छ, ट्यालेन्ट पनि त्यस्तै छ। अब खेल्नै अब त्यो कमजोरी नै भएको भए आफ्नो ठाउँमा छ, तर त्यस्तो कमजोरी थिएन जस्तो लाग्छ मलाई। बोलाउनु पर्ने थियो, तर त्यहाँभित्र अब भलिबल सङ्घको र गण्डकी प्रदेश बिचको कुरामा त्यहाँभित्र के समस्या सिर्जना भयो त्यो चाहिँ अब उहाँहरूलाई थाहा छ होला। तर यस्तो प्रथा चलिरह्यो भने चाहिँ अब राष्ट्रिय गेम हो भलिबल भनेको, अब यस्तो प्रथा चलिरह्यो भने चाहिँ भोलि गएर गण्डकीलाई मात्रै होइन भोलि गएर सिङ्गो राष्ट्रलाई हानि गर्छ। अब अहिले आएर त्यत्रो बाहिरी खेलाडीहरू पाकिस्तानी खेलाडीहरू हाल्न जरुरत पनि थिएन, किनकि क्यापेबिलिटी कतिजना खेलाडी छन् भित्र। अब सबैलाई जित्छु भने त हुन्छ होला, अब भोलि जित्छु भन्दैमा भोलि सबै बाहिरी हालेर पनि हुँदैन। आफ्नोलाई हाल्नु पर्यो, आफ्नोलाई आज हालेर आज नराम्रो खेल्ला भोलि राम्रो खेल्ला पर्सि राम्रो खेल्ला पछि पो खेल्दै जान्छ राम्रो। अब यो छैन क्यापेबिलिटी, यिनीहरू सक्दैन, हाइट छैन, अब रिच पुगेन भनेर त त्यस्तो त गर्नु मिल्दैन यो भलिबल सङ्घले पनि। यसमा चाहिँ अब विशेष निगरानी दिनुहुन म हार्दिक अनुरोध गर्दछु गण्डकी प्रदेश भलिबल सङ्घ अनि हाम्रो नेपाल भलिबल सङ्घलाई चाहिँ नेपाल भलिबल सङ्घ अनि सबै खेलाडीहरूलाई म उति नै सम्मान दिन चाहन्छु।